मलाई म भयो भने अरू सायद कोही पनि चाहिँदैन जस्तो लाग्छ। यति धेरै स्वतन्त्र छु नि म, यति धेरै स्वतन्त्र हुन खोज्छु नि, त्यो मलाई कसैले केही भन्यो भने म त्यो सहनै सक्दिनँ के। राम्रैको लागि भनिरहेछ भने पनि म 10चोटि सोध्छु। अनि त्यसपछि राम्रै छ भनेदेखि अलिअलि कुराहरू चाहिँ अरूको सुन्न मन लाग्छ। तर अरूको कुरा सुन्दाखेरि चाहिँ कस्तो फिल हुने रहेछ भने साथीहरू, अरूले आफ्नो तरिकाले भन्दा रहेछन् के। अरूले एउटा काम आफ्नो तरिकाले गरिरहेछ, मैले मेरो आफ्नो तरिकाले गरिरहेछु भनेदेखि अनि उनीहरूले आफ्नै तरिकाले गर्नको लागि कन्भिन्स गरिरहेको हुने रहेछ के। म त यति धेरै स्वतन्त्र थिएँ नि साथीहरू है, म त यो अहिले बिहे गरेर यो बुहारी भइसकेपछि कति धेरै स्वतन्त्र नभएको जस्तो फिल हुन्छ क्या। मलाई त कस्तो आफूदेखि कति धेरै माया लाग्छ। मलाई कसैले सोध्यो भनेदेखि तिमीले कसलाई चाहिँ एकदमै धेरै मिस गरिरहेछौ भनेर सोध्यो भनेदेखि म त पहिलाको म भन्छु कि मैले आफैलाई मिस गर्छु कि, मलाई अरू कोही चाहिँदैन। यति धेरै मिस गर्छु नि मैले। म त कस्तो कोही बेलामा त कस्तो रुन मन लाग्छ कि कति धेरै स्वतन्त्र थिएँ म पहिला। माइतीमा छँदाखेरि त म कतै जानु पर्दा पनि मैले सोध्ने पनि गरेको थिइनँ कि। कतै गएर बुवा म यहाँ गएको छु ल भन्यो भनेदेखि ल भइहाल्यो नि नानी, त कहिले फर्किन्छस् फोन चाहिँ गरिराख भन्नुहुन्थ्यो बुवाले है। तर अहिले चाहिँ फेरि स्वतन्त्रता भए पनि फेरि आफ्नो दिमागले आफैलाई हिट गर्छ के कुराले रोक्छ कि साथीहरू। तपाईँहरूलाई त्यस्तो हुँदैन भने मलाई त के कुराले मलाई रोक्छ के, यस्तो किन भइरहेछ मलाई आफैलाई अचम्म लाग्छ कि साथीहरू। अनि म आफैले रमाउने कोसिस गर्छु, आफैमा रमाउने कोसिस गर्ने। जिन्दगीको यात्रा नै त्यस्तै हो कि, आफै रमाउनु पर्ने रहेछ है। आफूलाई माया गर्ने मान्छे वरिपरि हुन्छन् हुन त, तर त्यसको पनि त 100% कसले दिन्छ भन्नु त 90% हो कि। आफूलाई दुख्दा आफूलाई गाह्रो हुँदा त आफैलाई दुख्ने हो। म मेरो हस्बेन्डलाई पनि त्यही भनिरहेको हुन्छु, परिवारलाई पनि त्यही भनिरहेको हुन्छु, आफ्नो ख्याल गर्नु के। उसले मेरो ख्याल गरेन यस्तो उस्तो भनेर चित्त दुखाउने कामै छैन। आफूले आफ्नै ख्याल गर्ने हो। केही गरी आफूलाई गाह्रो भयो भने त टाउको नै दुखे पनि थोडी न मलाई दुख्छ। मलाई दुख्यो भने मेरो टाउको मलाई नै दुख्छ, उनीहरूलाई दुख्यो भनेदेखि उनीहरूलाई नै दुख्छ। सघाउनेसम्म हो, गाह्रो साह्रोमा हेर्नेसम्म हो, बरु फाइनेन्सियल सपोर्ट गर्नेसम्म हो। तर त्यो पीडा त आफैलाई हुन्छ नि त। मानसिक पीडा भए पनि आफैलाई हुने हो। जेसुकै पीडा होस् के साथीहरू। त्यही भएर म तपाईँहरू यदि लेडिज हुनुहुन्छ भने चाहिँ म तपाईँहरूलाई यति कुरा भन्छु कि तपाईँहरू आफ्नो मानसिक शान्तिको चाहिँ ख्याल गर्नु के। अरू केही चाहिँदैन यो लाइफमा हुने नै। जेसुकै होस् कि मानसिक शान्ति छ भनेदेखि सबै कुरा छ के। यति नै हो साथीहरू, बाई बाई।